न्युजिल्यान्डको सिजनल वर्क भिसा खोलिसकेको छ। आजको यस भिडियोमा तपाई आफ्नो मोबाइलबाट न्युजिल्यान्डको सिजनल वर्क भिसा कसरी अप्लाई गर्न सक्नुहुन्छ र यो अप्लाई गर्नको लागि कुनै पनि किसिमको तपाईको पैसा तिर्नु पर्दैन, सेल्फ आफै अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईलाई सिजनल भिसा लाग्यो भने तपाईले 1 रुपैयाँ पनि तपाईले कसैलाई दिनु पर्दैन, तपाईले न्युजिल्यान्ड सिजनल भिसामा जान सक्नुहुन्छ। आउनुस् कसरी अप्लाई गर्न सक्नुहुन्छ तपाईलाई म कम्प्युटर स्क्रिनमा लगेर देखाउन गएको छु। त्यो भन्दा पहिला म तपाईलाई सबै यसको बारेमा एक्सप्लेन गरिदिन्छु, त्यसपछि म तपाईलाई अप्लाई गरेर देखाउन गएको छु। न्युजिल्यान्डको सिजनल वर्क भिसा तपाईले यो कामको लागि खोलेको छ, हेर्न सक्नु है। र यही मा तपाईले यसलाई टिप्ने, प्याकिङ गर्ने तपाईको काम हुन्छ यो सिजनल भिसामा है। अब यसलाई नेपालीमा के भन्छ तपाईहरुलाई थाहा भइसक्यो होला। अब यसमा के गर्नुपर्ने हुन्छ, यसमा सबभन्दा पहिला तपाईले अप्लाई गर्नुपर्ने हुन्छ। अप्लाई गर्नको लागि तपाईको एजुकेसन के यस्तो मागेको छैन। तपाईले सिम्पली सामान्य लेखपढ गर्न आउँछ भने अप्लाई गर्न सक्नुहुन्छ। तपाईको एज यसमा चाहिँ 18 वर्षदेखि 30 वर्षसम्मको एजले मात्र अप्लाई गर्नको लागि भनेको छ है। र यसमा अप्लाई गर्नका लागि नेपाल एलिजिबल कन्ट्री छ, नेपालले यसमा अप्लाई गर्न सक्नुहुन्छ नेपालीहरूले। र यो भन्दा पनि अगाडि धेरै नेपालीले यो वेबसाइटबाट सिजनल भिसा अप्लाई गरेर न्युजिल्यान्ड गइसकेको छ, जस कारणले अब तपाईले यो 4 महिनापछि फेरि तपाईको अर्को डिमान्ड छ, अर्को भ्याकेन्सी खोलेको छ। यो भन्दा अगाडि अप्लाई गरेपछि कतिको सिलेक्सन भएको थियो तिनीहरू गइसकेको छ। अब यसमा अप्लाई गर्न चाहनुहुन्छ भने तपाईले सामान्य लेखपढ गर्नु भएको छ, तपाईको एज 18 देखि तपाईको 30 वर्षसम्मको एज छ भने तपाईले यसमा अप्लाई गर्न सक्नुहुन्छ। यसमा अप्लाई गर्नुहुन्छ भने तपाईको त्यस्तो केही पनि तपाईको चार्जहरु लाग्दैन, पैसाहरु तपाईको लाग्दैन, यो फ्री अफ कस्ट हुन्छ तपाईको। तर पनि यसमा यदि तपाईको भिसा लाग्यो भने तपाईले लाग्ने भनेको तपाईको VFS को खर्च, मेडिकल, तपाईको पुलिस रिपोर्ट, प्लेन टिकट, यीहरुमा तपाईले जति खर्च हुन्छ तपाईको 2 लाख 1.5 लाख जति खर्च हुन्छ वा 2.5 लाख त्यति खर्च तपाईले मात्र लाग्छ। र यति खर्चमा तपाईले त्यहाँ जान सक्नुहुन्छ। त्यहाँ जानुहुन्छ भने तपाईको मोटामोटी सिजनल भिसामा तपाईको समथिङ सबै कुरो काटे खोटेर पनि तपाईको 2 लाख सम्म महिना हुन्छ। सिजनल भिसा 1 वर्षको हुन्छ, 1 वर्ष पनि बस्नुहुन्छ भने तपाईले सबै कुरो गरेर पनि महिनाको 2 लाख बचाउनुहुन्छ भने 12-24 लाख रुपैयाँ तपाईले कमाउन सक्नुहुन्छ। सो तपाईले यदि अप्लाई गर्न चाहनुहुन्छ भने कसरी अप्लाई गर्ने म सिकाउन गएको छु। र यसमा तपाईले अप्लाई गर्न चाहनुहुन्छ भने तपाई एउटा CV कभरको आवश्यकता पर्छ। तपाईसँग छ भने सेल्फ अप्लाई गर्न सक्नुहुन्छ, बनाउन आउँछ भने तपाईले बनाउन सक्नुहुन्छ। छैन, तपाईसँग आइडिया छैन भने यहाँ WhatsApp नम्बर छ, यहाँ कन्ट्याक्ट गर्नुहुन्छ भने मैले बनाएर प्रोभाइड गरिदिन्छु, सेल्फ अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईले अप्लाई पनि गरिदिनु भन्नुहुन्छ भने यसमा हामीले अप्लाई गरिदिन्छु, त्यसको केही चार्ज लाग्छ है। सो यदि आफै अप्लाई गर्न चाहनुहुन्छ भने कसरी अप्लाई गर्न सक्नुहुन्छ आउनुस् म कम्प्युटर स्क्रिनमा लगेर तपाईले देखाउन गएको। न्युजिल्यान्डको सिजनल भिसा खोलिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ है। यो तपाईको न्युजिल्यान्डको सिजनल भिसाको अफिसियली वेबसाइट रहेको छ। र वेबसाइटमा तपाईले जानका लागि तपाईले www.piknz.co.nj यति टाइप गर्नुहुन्छ भने आउँछ। पहिला यसको बारेमा सबै म तपाईलाई इन्फर्मेसन दिन्छु, त्यसपछि म तपाईलाई अप्लाई गर्ने सिकाइदिन्छु। तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ हजुरको यहाँ न्युजिल्यान्डको सिजनल भिसा छ है। तपाईले यहाँ पोस्टल एड्रेस पनि हेर्न सक्नुहुन्छ र यसको बारेमा तपाईले यहाँ हेर्न सक्नुहुन्छ है। यसमा अप्लाई गर्नको लागि तपाईलाई यतिसम्म हुनुपर्ने हुन्छ, 18 देखि 30 वर्षसम्मको एजले अप्लाई गर्न सक्नुहुन्छ। तपाईको यदि कन्ट्री यसमा लिस्टेड छ भने है, यहाँ भनेको छ यो कन्ट्री लिस्टेड छ, मैले चेक गरिसकेको छु। पहिला पनि यसबाट अप्लाई गरेर मान्छेहरु नेपालबाट गएको छ। र यहाँ हेर्न सक्नुहुन्छ सिजनल जब्स डिमान्ड फर सिजनल वर्क भनेर यहाँ तपाईले न्युजिल्यान्ड सिजनल वर्क यहाँ देख्नु भएको छ है। यहाँ हेर्न सक्नुहुन्छ न्युजिल्यान्ड सिजनल वर्क। अब तपाईले फाइन्ड सिजनल जबमा तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गर्नुहुन्छ भने यसमा अहिले अब रिसेन्टली कुन जब रहेको छ, एउटा मात्र भर्खर जस्ट 5 मिनेट अगाडि आएको है। 5 मिनेट अगाडि जस्ट मैले भिडियो बनाइरहेको छु। तपाईको जुन 19 मा तपाईले, आज पनि तपाईले जुन 19 हो, जुन 19 मा तपाईले आएको छ। र तपाईले कुन कामको लागि आएको छ भने यसमा म सिम्पली क्लिक गर्छु। यसमा क्लिक गर्दाखेरि तपाईले हेर्न सक्नुहुन्छ है। अहिले फर्स्ट भ्यू मैले गर्दै छु, कसैले पनि यसमा भ्यू गरेको छैन। र 6 जनाको लागि खोलेको छ, मात्र 6 जना मागेको छ है। लोकेसन तपाईको न्युजिल्यान्ड छ है। अब तपाईले यहाँ कुन काम छ भने कामको लागि मैले यहाँ सर्च गरेको थियो। यो फलको नाम रहेको छ किवी। किवी किवी भन्नाले यो 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 जुन फल हेर्दै हुन्छ यसलाई टिप्ने, प्याकिङ गर्ने, यसलाई रोप्ने, यी कामहरुको लागि खोलेको छ है सिजनल भिसा।
र अब यसलाई अप्लाई गर्नको लागि तपाईँले डेट, तपाईँले खोलेको डेट यहाँ रहेको छ है तपाईँको, इन डेट यति छ। र तपाईँले यो अप्लाई गर्नुहुन्छ भने 2 हप्तामै थाहा पाउन सक्नुहुन्छ तपाईँको सिलेक्सन भएको नभएको है। यहाँ ड्युरेसन 2 विक ओन्ली लेखेको छ, यहाँ हेर्न सक्नुहुन्छ होइन। अब अप्लाई गर्नको लागि तपाईँले सिम्पली तल जानुपर्ने हुन्छ। तल जानुहुन्छ भने यहाँ तपाईँले अप्लाईको अप्सन हेर्न सक्नुहुन्छ। यहाँ अप्लाईको अप्सनमा तपाईँले आफ्नो नेम होइन, लास्ट नेम, आफ्नो इमेल र आफ्नो मोबाइल नम्बर, नेपालको मोबाइल नम्बर यहाँ दिनु होला। त्यसपछि अहिले रिसेन्टली तपाईँले न्युजिल्यान्डमा हुनुहुन्छ भने यस, होइन भने तपाईँले नोमा क्लिक गर्नु होला। यहाँ स्टार्ट डेटमा तपाईँले एउटा डेट चुज गर्नु होला है। त्यसपछि म्यासेजमा तपाईँले अब तपाईँको सिभीमा भएको अबाउट मी जुन छ त्यसलाई कपी गरेर पेस्ट गरिदिनु होला। र यहाँ तपाईँले अब जुन कामका लागि अप्लाई गर्दै हुन्छ त्यही कामको लागि तपाईँलाई सिभी र कभर लेटर चाहिन्छ। त्यो सिभी कभर लेटर तपाईँले सिम्पली यसमा अपलोड गर्नुपर्ने हुन्छ। सिम्पली क्लिक गर्ने, तपाईँको सिभी र जुन कभर लेटर हुन्छ त्यसलाई सिम्पली क्लिक गर्ने, यसमा अट्याच गरेर तपाईँले पठाइदिनुहुन्छ भने त्यसपछि तपाईँले आइएम रसमा यसमा क्लिक गरेर तपाईँले यसरी पठाउन सक्नुहुन्छ, सेन्ड एप्लिकेसन गर्न सक्नुहुन्छ। अब तपाईँले यो सिभी छ आफै बनाउन आउँछ भने आफै बनाएर अप्लाई गर्न सक्नुहुन्छ, छैन भने मेरो वाट्सएप नम्बर चाहिँ यहाँ छ, मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले बनाएर प्रोभाइड गरिदिन्छु, त्यसको केही चार्ज लाग्छ, तपाईँ अप्लाई गर्न सक्नुहुन्छ। होइन भने हामीबाट अप्लाई गराउनुहुन्छ भने त्यो पनि गरिदिन्छु, त्यसको पनि केही चार्ज लाग्छ है। तर यसमा हजुरको सिलेक्सन हुने, भिसा लाग्ने नलाग्ने 50-50% चान्स हुन्छ। लागिहाल्यो भने प्रोसेस सुरु हुन्छ, लागेन भने रिजेक्ट हुन्छ है। सो यसरी तपाईँले अप्लाई चाहिँ गर्न सक्नुहुन्छ। आजको लागि सानो इन्फर्मेसन यही राख्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू सो मच। जय नेपाल।